वेलकम टु माई सेकेन्ड एपिसोड अफ माई सर्भाइभल सिरिज। जब एपिसोडको सुरुवात हुन्छ म सुत्न जान्छु सिधै, अनि लस्ट केभ एक्सप्लोर गर्न जान्छु। त्यहाँ मलाई स्लाइम मिल्छ, स्लाइमहरूलाई मार्छु म। अनि त्यसपछि जाँदा जाँदा मलाई एउटा क्रिपरले हेल्लो भन्छ, अनि त्यसपछि लाभालाई ब्लक गर्छु र अनि आइरनहरू कलेक्ट गर्छु। एक्जोलेटरलाई खोज्न जान्छु, मलाई मिल्छन् 2वटा जोम्बी र तिनीहरूलाई मारिदिन्छु म। अनि एक्जोलेटरहरू पनि मिल्छन्, मैले तिनीहरूलाई कलेक्ट गर्छु बकेटमा र क्रिपरले हेल्लो भन्छ। अनि म बाहिर आउँछु, मैले ल्याएको सामानहरू पुरै चेष्टा राख्छु। मैले एउटा ड्राउन जोम्बीलाई मार्छु। घर बनाउने ठाउँ खोज्न जाँदा मलाई एउटा मसरुम बायो मिल्छ। खोज्दा खोज्दा मलाई एउटा डेजर्ट टेम्पल मिल्छ र मैले त्यहाँ भएको जोम्बीहरूलाई पुरैलाई मारिदिन्छु। अनि त्यसपछि फेरि मैले लुट्दाखेरि मलाई ठिकठाक लुट मिल्छ र बेडलाई मिस्टेकले त्यहाँ प्लेस गरिदिन्छु। मैले फाइनली ठाउँ पाउँछु आफ्नो घर बनाउने। र मसँग बेड थिएन त म टर्चहरू लाएर यसरी बिताउँछु। बिहान भएपछि मैले स्पाइडरलाई मारिदिन्छु र मैले ठाउँ भेट्टाएँ र मैले आफ्नो चेस्ट राखेर त्यसभित्र पुरै सामानहरू राख्दिएँ र मैले एउटा घोडा भेट्टाएर त्यसलाई टेम गर्छु र मैले त्यसको लागि ठाउँ बनाउने सोध्छु। फेरि बेड बनाउनु बिर्सेछु र म टावर बनाएर यस्तरी चढ्छु र बिहान त भइसकेको थियो, तर मलाई त्यहाँ एउटा विच देखिन्छ र विचले मलाई मानेको कोसिस गर्छ, तर म बच्छु। तर 1 हार्टमा थिएँ र फेरि फेरि अब म जाँदाखेरि म मरिहाल्छु फाइनल्ली। र म त्यसपछि रिस्पोन भएर फेरि मैले बेड बनाएर अनि त्यसपछि आफ्नो लुट कलेक्ट गरेर डे 2 मा रेकर्डिङ गरेर मैले फाइनल्ली घरहरू बनाएँ। र हजुरहरूलाई यो घर कस्तो लाग्यो भन्नु होला र सब्सक्राइब गर्न नभुल्नु होला र सी यु इन द नेक्स्ट भिडियो गाइज, बाई।